सबैजसो ऱ्यापरहरू पपुलर हुनुभन्दा भाइरल हुनुभन्दा पहिला अन्डरग्राउन्ड बस्छन्। तर हाम्रो बालेन शाहज्यू यत्रो पपुलर, यत्रो एकदम फेमस, वर्ल्ड फेमस नै भइसक्नु भयो उहाँ। तैपनि अहिलेसम्म उहाँ अन्डरग्राउन्ड बस्नु भएको छ। कतिको युनिक हुनुहुन्छ त हाम्रो काठमाडौँको मेयर बालेन शाह। आउनुहोस् उहाँलाई 2-4 वटा प्रश्न गरौँ आज। सो फर्स्ट क्वेसन, देशको यस्तो अवस्था हुँदा पनि तपाईँ एक शब्द बोल्नु भएको छैन, एकदम शान्त भएर बस्नु भएको छ। किन? के तपाईँ बुद्धको रेकर्ड त तोड्न खोज्नु हुँदै छैन? जनता जान्न चाहन्छन्। पहिलो क्वेसन। सेकेन्ड क्वेसन, जब सारा नेपालीले तपाईलाई आउनुहोस् प्रधानमन्त्री बनिदिनुहोस् नेपालको भनेर भनिरहँदा तपाईँ किन मेयरको पदमा मात्र सीमित रहन चाहनुहुन्छ? के तपाईलाई काठमाडौँको मात्र माया लाग्ने हो? के तपाईलाई सिङ्गो नेपालको माया लाग्दैन?